सन्तुष्ट छैन। गणतन्त्र नेपाली जनताको बनिसकेको छैन। जसले लड्यो त्यो अधिकार सम्पन्न भइसकेको छैन। त्यसैले हामी त अगाडि जान खोजिरहेका छौँ नि। समाधान छैन। त्यसैले इतिहासले हाम्रो अगाडि ढोका खोलिदिँदैछ, खटखटाउँदैछ। दरवाजा खटखटाउने भनेको नेपाली राजनीतिको इतिहासले दरवाजा खटखटाउँदै आएको छ। कुन ठाउँमा पुग्ने? तपाईँ अगाडिको ढोकातिर उज्यालोतिर जाने या अँध्यारोतिर जाने? तपाईँ फर्केर अँध्यारो गल्ली छिरुमतिरको यात्रा गर्ने कि तपाईँ यथास्थितिको भुमरीमा पर्ने कि तपाईँ नेपाली जनताको उज्यालो भविष्यतिरको एउटा सुनौलो मार्गतिर बढ्ने? हाम्रो अगाडि प्रश्न छ। हामी के भन्छौँ भने यहाँसम्म हामी आएका छौँ। यसमा हामीलाई कुनै पछुताउ छैन। कमी कमजोरीहरू भएका होलान्, त्यसको समीक्षा पनि गर्नुपर्छ। तर कुनै पनि हालतले आजको समयमा फेरि नेपाली जनताले कैयौँ देशले गरेको गल्ती गर्नु हुँदैन। हो, विश्वमा कैयौँ गल्तीहरू भएका छन्। इतिहास फर्किँदैन यो पनि हामीलाई राम्रोसँग थाहा छ। तर कहिलेकाहीँ इतिहासमा ठुला ठुला षड्यन्त्र पनि हुने गरेका छन्। त्यसकारण हामी लापरवाही पनि गर्नु हुँदैन। यो केही होइन केही हुँदैन पनि भन्नु हुँदैन। नेपाल भनेको कस्तो हो भने अगाडि बढ्न पनि नदिने अनि त्यसपछि गएर चिजहरूलाई ठिक ढङ्गले पनि नबुझ्ने र षड्यन्त्रको मारमा पर्ने देश पनि हो भन्ने कुरा हामीले राम्रोसँग हेक्का राख्नुपर्छ। त्यसैले यहाँ को तत्त्वहरू सक्रिय छन्, कसले उचालेका छन्, को प्रवृत्तिहरू घुसेका छन्, यसलाई नेपाली जनताले राम्रोसँग हेक्का राख्न जरुरी छ। काठमाडौँमा जुन हल्ला चलिरहेको छ, यो काठमाडौँ मात्रैको हल्ला हो कि यो विश्व राजनीतिको ध्रुवीकरणको एउटा प्रभाव पनि हो? यो नेपाली जनताले राम्रोसँग बुझ्नुपर्छ। शक्ति केन्द्रहरूको दबावमा आज साना देशहरू पर्दै गएका छन्, हामीले देखिरहेका छौँ। सबै विद्या विधाताहरू या नेताहरू उनीहरूलाई दयामाया, साना देशहरूलाई दयामाया गर्ने होइन, नेतृत्व गर्ने टाइपले पनि सोचिरहेको हामी संसारभरि हेरिरहेका छौँ। साना देशका जनताहरूको सार्वभौमिकता, स्वाधीनता, स्वाभिमानलाई अपमान गर्ने खेलहरू विश्वभरि चलिरहेका छन् र त्यसको मूल्य श्रमिक जनताले चुकाउनु परिरहेको यथार्थ हामी देखिरहेका छौँ। त्यसको प्रभाव पनि नेपाली राजनीतिमा हो भने पनि नेपाली जनता हामी सचेत हुनुपर्छ। हामी नेपालका समस्याहरूलाई समाधान दिन योग्य छौँ। योग्य भइन्छ। गणतन्त्रवादीहरू जहाँ भए पनि अग्रगामी शक्तिले नयाँ ढङ्गले सोच्ने बेला आएको छ। जनताको समाधान अग्रगामी हो, विकास अग्रगामी हो। समस्याहरू छन् तर समस्याको समाधान पछि हटेर होइन, अगाडि बढेर दिनुपर्छ। हाम्रो अगाडि विकल्प छ, विकल्प छ हामीसँग। हामी चिच्चाएर कराएर हैरान भएर निराश भएर विचलित भएर सामन्तीहरूका उपचारतिर, शिक्षातिर, विलापतिर